खाना आउनुस्। म चाहिँ यहाँ ढेँडो ओराल्दैछु। यो रातो कोदोको ढेँडो हो के साथीहरू। अनि रातो कोदोको ढेँडो चाहिँ यस्तो हुन्छ, रातो रातो। अनि आज चाहिँ हाम्रो घरमा हाम्रो दिदीहरू पाहुना आउनुभएको छ। पाहुनाले चाहिँ ढेँडो खाने अरे गाउँमा लोकल कुखुराको मासुसँग भनेर मैले चाहिँ यहाँ ढेँडो ओरालिराखेको। धुवा पनि आयो, गर्मी पनि भयो। यस्तो गर्मीमा के ढेँडो खानु भनेर भन्न नि नमिल्ने। अब हाम्रो गाउँको खानकी भनेको नै यही हो। यही खाएर त बला छ। यी ढेँडो ओराल्ने लो हेर। ढेँडो खाएर पिँडो लाग्छ। अब यो ढेँडोसँग लोकल कुखुराको मासु च्याप्प खाइन्छ। हामी पनि खाने हो, पाहुनालाई पनि ढेँडो नै दिने हो आज। आहा गाइजहरू खाने भयो, आउनुहोस् है, आउनुहोस् ढेँडो खाना। लोकल कोदोको ढिँडो, लोकल कोदोको ढेँडो, लोकल कुखुराको मासु भालेको। उफ, त्यहाँ छ मासु दुईटा कराईमा। ल हेर्नुहोस् यी मासु दुईटा कराईमा मासु छ। दुईटा कराईमा यो लोकल कुखुराको मासु। यो चाहिँ पाठाको मासु है, पाठा बोकाको बोकाको यी प्योर लोकल बोकाको मासु। लोकल गाउँघरको लोकल कोदोको ढेँडो। यो चाहिँ रातो कोदो हो। रातो कोदोको ढेँडो चाहिँ एकदम मिठो हुन्छ। यसरी मस्काएर थकाइ पनि लाग्छ नि। फेरि ढेँडो ओराल्न बल पनि चाहिन्छ। यी यस्तो पाखुरो चाहिन्छ। यसरी मस्काउनु पर्छ ढेँडो। यसरी मस्काउनु पर्छ ढेँडो। कोही कोही मान्छेहरू झ्यालबाट मलाई सिकाउँदैछ है। त्यहाँ हेर्नुहोस् त, झ्यालबाट सिकाउनु भएको। देखायो।